माननीय खिमलाल देवकोटा। यो मैले रुपियाँको योजना एक दुईवटा भन्नै पर्ने भयो। यो विशेष गरी यो सशर्त के अरे अर्थमन्त्रीज्यूले जसरी जवाब दिनु पर्थ्यो, जसरी बुझ्नु पर्थ्यो त्यति बुझ्नु भएन, जवाफ पनि दिनु भएन भन्ने मेरो अनुमान हो। जस्तो म यो लुम्बिनी प्रदेशमा यो खानेपानी मन्त्रालय लाइन मिनिस्ट्रीको 1000 को यहाँबाट गएको क्या। यो यहाँको विनियोजन विधेयकमा आउँदैन सम्मानीयज्यू, यो प्रदेशको विनियोजन विधेयकमा आउँछ क्या। त्यहाँको प्रदेशको असारे गते बजेट गरिसकेपछि त्यहाँको प्रदेशका विषयगत मन्त्रालयले किताब छापिसकेपछि आउने कुरा हो। तर उनीहरूलाई एकदम यस्तो अन्यलता छ। जस्तै उदाहरण भन्छु, पत्थरकला गाउँ के अरे खानेपानी आयोजना सुस्ता नवलपरासी पश्चिम, त्यो प्रोजेक्टको नाम 1000 रुपियाँ। भुतिया खोला तल्लो झिरुवासी खानेपानी आयोजना छत्रदेव गाविस गाउँपालिका, त्यसको बजेट 1000 रुपियाँ। 1000 रुपियाँका योजनाहरू तपाईँहरूले प्रदेशहरूमा पठाउनु भएको छ के। सम्मान्य अध्यक्षज्यू, मैले अर्थमन्त्रीजीलाई भन्न खोजेको यो चाहिँ के हो भने यो लाइन मिनिस्ट्रीको गरेको मलाई अर्थमन्त्रीजीको यो इमान्दारितामा मलाई कुनै शङ्का छैन।